यदि तपाईको घरमा वासिङ मेसिन छ भने यी मर्मत सम्बन्धी टिप्स तपाईको श्रीमानले पनि अवश्य सिकुन्। 1. फ्रन्ट लोड वासिङ मेसिनको ढोका नखोल्दा। जबरजस्ती खोल्नु समाधान होइन। मेसिनको तल दायाँपट्टि रहेको सानो ढोका नङले खोल्नुहोस्। भित्र पहेँलो रङको पुल रिङ देखिन्छ। त्यो औँलाले बिस्तारै तान्नुहोस्। ढोका सजिलै खुल्छ। यो ड्रेन फिल्टर नियमित रूपमा सफा गर्नुहोस्। पानीको निकास राम्ररी भइरहेको छ कि छैन, बन्द भएको छैन भनेर जाँच गर्नुहोस्। 2. मेसिन भरिएपछि पनि पानी भरिरहन्छ, स्पिन सुरु हुँदैन र तलबाट अलिकति चुवावट हुन्छ भने यो समस्या सजिलै समाधान हुन्छ। पहिला पछाडिको कभर खोल्नुहोस्, त्यसपछि ड्रमको भागतिर हेर्नुहोस्। प्राय समस्या यो पाइप होज फुस्किएको हुन्छ। यदि छुटेको छ भने फेरि जडान गर्नुहोस्। थोरै गोन्द लगाएर मजबुत बनाउनुहोस्। माथिल्लो पाइप पनि फुस्किएको हुन सक्छ। धेरै जसो अवस्थामा यही कारण हुन्छ। 3. धुने काम ठिक हुन्छ तर स्पिन ड्राई हुँदैन भने 1 पैसा पनि नखर्ची यसरी मिलाउन सक्नुहुन्छ। पहिला माथिको सानो कभर खोल्नुहोस्, त्यसपछि यो ढोका स्विच फेला पार्नुहोस्। स्यान्ड पेपरले केही पटक घिसेर सफा गर्नुहोस्। 4. मेसिन बिग्रदैमा तुरुन्त मिस्त्री बोलाउनु पर्दैन। यो तरिका थाहा पाएपछि तपाईँ आफै पनि मिलाउन सक्नुहुन्छ। मेसिन घुरघुर आवाज गर्छ तर घुम्दैन भने यो क्यापेसिटर फेला पारेर फेर्नुहोस्। धुने क्रममा ड्रेन होजबाट पानी चुइन्छ भने ड्रेन वाल्भ खोल्नुहोस्। भित्र राम्रोसँग सफा गर्नुहोस्। फेरि जडान गर्दा ध्यान दिनुहोस्। यो नट राम्रोसँग कसेर जडान गर्नुपर्छ, नत्र फेरि चुवावट हुन्छ। धुने काम त हुन्छ तर स्पिन गर्दा ट्र्याक्टर जस्तो ठूलो आवाज आउँछ भने यी 4वटा सोक एब्जर्भर फेर्नुहोस्। पानी लगातार भरिरहन्छ र बन्द हुँदैन भने यो पाइप निकाल्नुहोस्। सानो तार प्रयोग गरेर यो सानो प्वाल खोलिदिनुहोस्। फेरि पाइप जडान गर्नुहोस्। मेसिन ठिक हुन्छ। मेसिन खाली हुँदा राम्ररी स्पिन हुन्छ तर कपडा हाल्दा धेरै ढिलो हुन्छ वा स्पिन नै हुँदैन भने मेसिन उल्टो पारेर यो बेल्ट फेला पार्नुहोस्। यसलाई कस्नुहोस्। बेल्ट कस्नका लागि मोटर मिलाउनु पर्छ। मोटरको एकपट्टि रहेको स्क्रु पहिला फुकाल्नुहोस्। त्यसपछि मोटरलाई अलिकति पछाडितिर तान्नुहोस्। अन्तिममा यी 2वटा स्क्रु फेरि कसेर जडान गर्नुहोस्। तपाईलाई आफ्नो वासिङ मेसिन सफा देखिन्छ जस्तो लाग्छ, तर भित्र धेरै फोहोर लुकेको हुन्छ। यहाँ केही सजिला सफा गर्ने तरिकाहरू छन्। पहिला डिटर्जेन्ट, बेकिङ सोडा र करिब 70 डिग्री सेल्सियस तातो पानीको एउटा भाँडो हाल्नुहोस्। त्यसपछि मेसिनमा पानी भरिदिनुहोस्। करिब आधा घण्टा छोड्नुहोस्। फोहोर बाहिर निस्कन्छ। फोहोर पानी निकालिदिनुहोस्। त्यसपछि मेसिनको यो भाग निकाल्नुहोस्। यो निकै फोहोर हुन्छ। सफा गरेर फेरि जडान गर्नुहोस्।